Good morning, everyone. How are you, everyone? I hope everyone is fine. अनि त्यसपछि म चाहिँ काममा जान लागेको काममा जानको लागि म चाहिँ कार लिफ्ट कुर्दैछु अनि त्यसपछि अहिले दुबईको मौसम चाहिँ एकदमै राम्रो छ न त धेरै गर्मी न त धेरै जाडो होइन त्यसैले हामी घाममा पनि उभिन सकिन्छौँ तर मैले घामले चाहिँ आँखा हेर्न सकेको थिइनँ होइन आँखै पोर्यो त्यसपछि आयो मेरो कार लिफ्ट अनि त्यसपछि म कार लिफ्टभित्र आएँ सो यो चाहिँ मेरो कार लिफ्ट अनि त्यसपछि उता गएपछि म मेरो साथीलाई पनि भेट्छु अनि त्यसपछि यो गाडीभित्र आएपछि चाहिँ मलाई के फिल हुन्छ भने म बेमा जान लागेको जस्तै किनभने यिनीहरूको गाडी रमझम हुन्छ अझ यो त नर्मल छैन अरू गाडी अझै रमझम हुन्छ एकदम नै धेरै सो उनीहरूलाई चाहिँ आफ्नो गाडी सजाउनु एकदम नै मनपर्छ होला त्यही भएर सो म चाहिँ मेरो साथीबाट म पुग्न लागेँ मेरो साथी आयो अस्सलामुअलैकुम भन्दै थिएँ मैले भने वालेकुम सलाम अनि त्यसपछि सायद मलाई यो भन्न आउँदैन मैले भने गुड मॉर्निंग मेरी कुछ करे किया मैंने हाँ और इसके बाद ये रही ये कालिफ के ड्राइवर के साथ पूरा फाइट कर रही है भैया मैंने आपको मैसेज किया था आपने क्यों रिप्लाई नहीं किया पर वो अभी भी झगड़ाई कर रही है किनभने यसलाई फाइट गर्न एकदम नै मनपर्छ अनि मलाई भोक लाग्यो एकदम नै धेरै भन्दैछ यसले चाहिँ यो पागलनीले अनि त्यसपछि त्यो कुरा सुनेर हाँसिरहन्छु कि किनभने यो पागलले चाहिँ भोक लाग्यो भन्दैछ अझै पनि यो कार लिफ्ट अहिले खाली छ अनि त्यसपछि मान्छे अहिले एकदम धेरै हुन्छ एकदम खाँद अनि जस्ट वेट एन्ड वाच भन्दैछ उसले चाहिँ अनि मलाई यो भ्यू देखेर फेरि जोन चामिङ राईको याद आयो बादल सरी होरी परे पछि लाग्ने छु बाडुकी बनेरै त्यसपछि गीत नै बिर्सेँ मैले ला के भन्ने या सिट गाइज अनि त्यसपछि यो चाहिँ सहारा मल हो सबैजना यहाँ सपिङ गर्न आउनु होला जो पनि साझामा बस्नुहुन्छ होइन एकदम नै राम्रो छ त्यो मल अनि त्यसपछि यसको नाटक हेर न अब आफ्नो फोन देखाउँदैछ यसले किन यस्तो गरेको बहिनी तिमीले त्यसपछि यो चाहिँ साझाको रोड अनि त्यसपछि एकदम नै राम्रो राम्रो बिल्डिङ हो यो चाहिँ सबै हाम्रै घरतिरको दाजुभाइहरूले बनाउनु भएको यो बिल्डिङ मलाई जहाँसम्म लाग्छ अरे के अझै के बोलेको मैले यो अबै त्यसपछि हामीलाई एकछिनमा फेरि गाडी चेन्ज गर्नुपर्छ अनि त्यसपछि ऊ चाहिँ आफ्नो बोयफ्रेन्डमा याद सरी मैले के बोलेँ मलाई थाहा भएन ऊ चाहिँ आफ्नो बोयफ्रेन्डको यादमा छ एकदम नै अनि त्यसपछि फेरि आइपुग्यो बादल बादल रे त्यसपछि हामी आइपुग्यौँ अल्जारिया मल त्यहाँबाट हामीले फेरि गाडी चेन्ज गरेर चाहिँ मोहिला जानुपर्छ अनि कति गाडी चेन्ज गर्नुपर्छ कि म एकदम नै वाक्क भएँ होइन मेरो साथी पनि वाक्कै भयो बिचरा अनि त्यो गाडीमा हेर्नुहोस् साथीहरू पर्दा झुन्डाएर के गरेको यस्तो हे भगवान् त्यसपछि हामी आइपुग्यौँ फाइनल्ली फाइनल्ली आइपुग्यौँ हामी काममा यो पनि खुसी हुँदैछ काममा आएर ढोका खोल बुन्ती यहाँमा ढोका खोलाउन बाहिर कति जाडो छु 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 सो यसले चाहिँ बहिनी मेरो कपाल कति राम्रो देख्यो भन्दैछ होइन अनि यो चाहिँ पाकिस्तानबाट मतलब पाकिस्तानबाट हो अनि त्यसपछि यसलाई सबै नेपाली आउँछ अनि त्यसपछि बुझ्यो भने कस्तो मजाले बोल्छ पनि होइन अनि हाम्रो ब्यागहरू यहाँ छ अनि आइपुग्नु भयो हाम्रो स्टाफ काइन्ड भएको विशेष सुन्दरी आइपुग्नु भयो ताल हाबिबी यल्ला क्विकली यसले चाहिँ एकदमै राम्रो अङ्ग्रेजी बोल्छ होइन यस्तो राम्रो अङ्ग्रेजी बोल्छ तपाईँहरूलाई म कुनै दिन सुनाउँला यसको अङ्ग्रेजी अनि यो चाबी हामीलाई दे भन्नु हुन्थ्यो नि होइन हामीले पैसा तिम्रो यिनीहरूको हो कति धेरै पैसा छ जस्तो गर्छ पालकभित्र यो मक्क हुँदैछ कि मैले यसलाई क्यामेरामा देखाएको होइन खुसी हुँदैछ तेरो म तारिफ गर्छु होला म गर्दिनँ तर हान्दै छैन मक्क हुँदैछ बुढीमा यो को हो अब के गरेँ बहिनी अनि यो चाहिँ मेरो पार्लर हाम्रो ब्रेकफास्ट पनि आइपुग्यो हो अनि त्यसपछि हामी ब्रेकफास्ट खानको लागि एकदम नै रेडी भएर बसिसकेको थियौँ किनभने एकदम नै भोक लागिसकेको थियो परोठा खान राम्रो हुँदैन तर हामी कहिले कस्तो खान्छौँ अनि त्यसपछि कोही कोही बेलामा फ्रुट पनि खान्छौँ है भनेर भन्दैछौँ सो यो मेरो ब्ल्याक कफी आई लभ ब्ल्याक कफी एकदम नै मनपर्छ ब्ल्याक कफी पिउँदाखेरि तितो हुन्छ त्यही पनि मनपर्छ होइन अनि त्यसपछि मैले एक बाइट लिएँ
अनि त्यसपछि सुपर डुपर भन्दैछ मेरो बहिनीले उतापट्टि खाएर हो हे गर्दैछ होइन वाउ खल्लास त्यसपछि चेयर्स गरौँ न भनेर भन्यो होइन अहिले अनि त्यसपछि चेयर्स ये सुबह की सुरुवात चाय से भन्दैछ उसले चाहिँ होइन मेरो महारानीले तितो भए पनि खाना त परिहाल्यो होइन पिउनु परिहाल्यो सरी पिउनु परिहाल्यो अनि त्यसपछि हामी चुस्की लगाउँदै मिठा मिठा कुरा गर्दै थियौँ त्यसले एकदम नै हँसाउँछ अनि त्यसपछि मेरो कफी चाहिँ झन्डै सर्केन होइन हँसाएर सो हेलो बलिन हाउ आर यु भनेको त लादुले भुतुक्कै भएर आमामा केटै हेर्न आएको जस्तो गर्यो यसलाई त ठिकै छ जा ओके साथीहरू अब म जान्छु आफ्नो काम एकदम नै धेरै गर्नु छ मैले सो बाई बाई एभ्री वान